Guys, my vlog started again and हामी आज इको भिलेज घुम्न जाँदैछौँ। My daughter, छोरी अनि साथीहरु भाइ हामी ज्याकेट है अहिले पानी परेन कि जाडो हुन्न। यो हाम्रो सिम्पानीको बाटो अहिले यस्तो छ, यहाँ बन्दैछ। Hello guys. अच्छा किसो जाऊ त्यो अन्जुसँग यहाँ बस, दुईजना यहाँ बस। त्यही गरेर पछाडि बस्नु लाग्छ क्या। के अरे बाई बाई गाइस। कहाँ जाने रे हामी? पछि आउँछ त्यही भनेको। ल ल हामी यता जान्छौँ, तिमीहरू यहाँ हो के अन्त नि अनि हट्नु। ओइ मैले त देखेकै छैन त ठाउँ त। अलि पछाडि बस है बच्चाहरू। गाइस हामी अहिले यो सिम्पानीको बाटो यस्तै छ। हामी सिम्पानीको बाटो इको भिलेज भन्ने अब वाटरफल भएको ठाउँमा जाँदैछौँ। मेरो पछाडि भाइ सुमितको बाबा बच्चा हामी त च्युइङगम चपाउँदै बच्चालाई गऱ्यौँ भयो होइन तल भयो। कति पैसा ल्यायो बच्चाहरूले? मम्मीसँग छ कति छ? मम्मीलाई सोध्नु त्यो कुरा किन हो र मलाई थाहा हुन्छ त। हामी यो नयाँ पुलबाट निस्किएर अब लामाचौर हुँदै आज हामी जाँदैछौँ। देख्न देखेको थिएन मैले यो एमडीको नयाँ पुल के रहेछ समाज। र यो बाटोको स्तरोन्नति गर्नुपर्ने जरुरत देख्छु मैले। यहाँ बाटो लाग्छ अप्ठ्यारो छ, प्यासेन्जरहरू धेरै छन् मेरो बाइकमा। यो यहाँ अलिकति बनाउन बाँकी छ कि खोइ किन बनाउँदैन। यो त हाम्रो गाउँ जाने बाटो भन्दा नि खराब रहेछ यो बाटो। हेलो डगी भन त। भन माई हार्ट गोज चल ल ल ल।
बच्चा ग्याङहरू बोल्नै छोड्छ अहिले बच्चाहरू त किन बाङ्गो बस्नु त अस्ति नै र ल हामी अहिले लामसोर आइपुग्यो लामसोरबाट कहाँ जाँदैछौँ अरे बच्चाहरू यहाँ निर्माण हुँदैछ बाटो बन्दैछ भनेपछि कताबाट जान्छ त बाटो यताबाट निस्किन्छ त बाटो त बन्द रहेछ गाइस पैसा बेच्न राखेको छ बच्चाहरू कतिको बाबु 100 रुपैयाँ खाने बच्चाहरू पैसा लाने हो र पैसा लाने हो राम्रो छ स्क्याम त हैन नि नौडातिर स्क्याम गर्छ के नौडातिर स्क्याम गर्दो रहेछ के अरे यो औँसेली खै खनाम त कति हुँदैछ 100 रुपैयाँको ल हामी यो ऐँसेली लिँदैछौँ 50 को लाऊ सबैलाई एउटा नि ल थ्याङ्क यू समाउने ल खोला हो तर हामी एकछिन यहाँ बिसिन्छौँ ल ओके त्यो बुर्जुङ खोला देख्यौ आपरको बुर्जुङ खोला अहिले शीतल ठाउँ खोजौँ है यो ओह्रालोमा बस्यो नि हुन्छ यताबाट जाने हामी हाम्रो प्यासेन्जरहरू झर्दैछन् प्यासेन्जर अट्क्यो है लड्ला है अर्को प्यासेन्जर कति सानो प्यासेन्जर हुँदैन अर्को त अनि थाके जस्तो बोल्दै बोल्दैन किन छोरी यता हेर्नु ठुलवाला हेर्नु त हाई भन हाई भन हाई हाई
के भन्नु छ ल भन्नु त यता हेरेर भन्नु त यता नेता ट्रिटमेन्ट चाहनु गर्छ रमाइलो भयो के खाको ऐसेलु भन्नु न ऐसेलु के रे अंशालु भन त दिदीहरूलाई पनि राखिदेऊ है थोरै थोरै खाएर ल मम्मी दिदीहरूलाई राखिदियो है गाइस दुलो अगाडि बसेर चलाएको गरी त खै यिनीहरूले मेरो फोन धुलो पुछिदिन्छ कि ए दुईजनाले मात्र नै खाएको हेर्नु ए मलाई त नदेख्यो र गाइस हामी अहिले भुर्जुङ खोला जाने भनेर बाटोमा आउँदैछौँ र बच्चाहरू यहाँ बाइकमा भ्लगिङ भुर्जुङ खोला र त्यो चाहिँ मेरो गियर बच्चाहरू we are heading to Pursung Pelakuri Park. Alright guys, see you in a while. Okay, bye. Man wala jacket to chain lagan ta. Kan chain bani khulne gar rahi ne cha. Lai Spider-Man wala lagan ta. हामी नि हेरिन न स्पाइडरम्यान जंगलमा कसरी उड्दो रहेछ हैन आन्सरी ल्याएर लगाइदिन्छ कि को लगाइदिएको छ लगाइदियो छोरी जाने नै कता तिमीले लाउनु तिमीलाई आउँदैन है कोसिस गर्छ है अरूले चेन लाउने भनेर कोसिस गर्छ है के बिग्रियो नबिगार न अहिले मम्मीहरूलाई नि यता राख अन्त खाएको नि ओए लगाइदिएको रे ओए स्पाइडरम्यान भइदिएको रे खै स्पाइडरम्यान हेरौँ कस्तो रहेछ ओए को थियो स्पाइडरम्यान हो ओए स्पाइडरम्यानले लाए त पछाडि बस हाम्रो भ्लग फेरि सुरु भएको छ अगाडि कोरे भ्लगमा देख्दैछ तिनीहरू उछलिन्छ पछिवालाहरू टाउको जग्गा होला खतरा स्ट्यान्ड गरिदिन्छ त बाबुले त के हो त नि यहाँ त जाम भइन्छ नि त जाम
जाम भइछ ऊ त ट्याक्सीले आउनु नसकेको रहेछ वेलकम टु इको भिलेज रे के छ र गाइस यहाँ यस्तो कार बस एन्ड पार्किङ दिस वे मान्छेहरू कति यहाँ बिहारै जान्छ को गएको वेलकम टु इको एन्ड मिको भिलेज निहारिकाले मामाले देखेन है मामा कि बाजे रे मामा कि बाजे रे पार्किङ पनि सिद्धियो के भनिन्छ हे ल तपाईलाई नि भ्लगमा स्वागत छ हेलो अबि यो त के गर्छ त ल आउनुहोस् नानी ल ल ल नानी स्वागत छ ल ल के भन्नु ह के भन्नु छ ल एक दुई शब्द जाओस् नथिङ नथिङ काली मैयाहरू के छ किन छैन रित्ते हो यहाँ हाम्रो खोज्दै नि पुन्चुल त सुतेछ त अनि आची सुत्दैछ यहाँ ओके ल दिस इज वाटरफल इको रिजोर्ट यहाँ त मेलै लाएर रहेछ कस्तो चख्ला लाग्यो ल यो रहेछ इको वाटरफल रिजोर्ट ओए गाइजहरु ल सब टर्न अराउन्ड सबले त हेर त हल्का यता बच्चा ग्याङहरु चाहिँ त्यो अगाडि ठुलो मान्छेहरु चाहिँ पछाडि फोटो खिचिदिन्छ छिटो कहाँ गयो दुईजना बच्चाहरु कहाँ What is it? ल यहाँ फोटो सेसन हुँदैछ मोडलहरु कोलाई यहाँ बच्चाको बाउ बनाइदिनु बच्चाहरु त गाडी भएपछि यहाँ मेकअप हुँदैछ मेकअप छिटो कतिजना गयो कति वर्ष भयो 1 वर्ष पुग्यो हैन
ओ बच्चा ग्याङहरु किस्तो किस्तो सुने वो यार खराब हो भोलाइ मरि जान्छ नि के खराब भयो चप्पल कसरी खराब भयो तिमीले किन छोडेर गयो त कहाँ गयो अतिर पनि कहाँ गयो ल यताबाट हिँड वाटरफल नि रहेछ नि त यहाँ त वाटरफल अनि के हो पास आयो कति के अरेको के अरेको खसौला के खसौला के रे खै टिप त टिप्यो खै टिपेन के गरेको तिमीहरू पाइन्छ पाइन्छ ल उयो डन्डल निकाल कसलाई साउन्डलाई अतिर खसलास है खसलास त्यो त्यहाँ खेल्न गयो के खेल्यो त यही त स्विमिङ पुल के गर्ने के खेल्ने ए कोदन दियो घुमायो के घुमाउँछ के खाने ए के आई के भनेको तिमीहरूले गीत पनि छैन के मान्छे छ नि ब्यालेन्स मिलेन क्या ब्यालेन्स मिलेन अरे पढ अतीत मिलेन क्या ब्यालेन्स सबै मोटो मोटो रहेको छ ल सबले एक एकजना पुग्ने फसलनाङ यो किस्टुले चाहिँ ट्याक्सी हो यो ल हामी अब भोक लाग्यो तेरो खाजा खान रेडी छौँ बस त्योहरू कस्तो फिल भइरहेछ बच्चाहरू
यता चाहिँ गोरो गोरो आउने चाहिँ यता चाहिँ काली काली आउने चाहिँ यिनीहरूलाई चाहिँ यहाँ त र हामी सबै भोक लागेर यहाँ खाजा खान लाग्यौँ बच्चाहरूसँग हेलो बच्चाहरू प्लेसमा ल हामी रेस्ट गरिरहेको छौँ अहिले टिकटक स्टार टिकटक बनाइरहेको छ गाडी रोड जान त बगेर बसिरहेको नि हेर्न जाने यसो बनाएर जाने यहाँ बसिरहेको छौँ खाजाको लागि गाडी रोड जान त बगेर हेर्ने मेरो साथी ल हाम्रो फर्स्ट अर्डर चाहिँ फिस आएको छ कस्तो कस्तो फिसमा लाग्यो र चाहन्छ साली र हाम्रो मोमो चाउमिन पनि आएको छ अहिले भोकाएको बच्चाहरूको लागि हाम्रो खाजा खाँदैछ कोही टिकटक स्टारहरू चाहिँ बिजी छन् लगाइ चाहिँ हामी खाजा खाएर अब हिँड्ला बाई बाई मिको भिलेज पर्दैन पानी ए पर्छ पानी Corona again. Guys, आजको यात्रा सिद्धियो डेस्टिनेसनमा आएर हैन चर्तल रमाइरहेको कुले गयो हामीले हट्दैन नि पर्दैन तिम्रो उमा चाहिँ ट्याक्सीमा अप्ठ्यारो हुन्छ के कच्ची रोडमा हो र ल हाम्रो दुईजना काले काले मान्छेहरूको दाजुभाइको ब्लग आज टुङ्गिएको छ यो वाटरफलमा यहाँ सिद्धि